गुलसन झा उहाँको बारेमा चाहिँ खासै चर्चा गर्नुपर्छ जस्तो लाग्दैन, किनकि उहाँलाई चाहिँ सबैले चिन्नु भएको होला। अब जसरी उहाँले प्रिभियस नेपाललाई T20 वर्ल्ड कपमा पुर्याउँदा आफ्नो कन्ट्रिब्युसन कस्तो दिनुभएको थियो, त्यसरी चाहिँ अहिले पनि एनपिएलमा आफ्नो कन्ट्रिब्युट उही तरिकाले गर्नुभएको छ र जुन कन्डिसनमा उहाँ खेल्न आउनु भएको छ त्यो कन्डिसनमा चाहिँ आफ्नो केही न केही कन्ट्रिब्युट, केही न केही नभनौँ कन्ट्रिब्युट धेरै पर्सेन्टमा कन्ट्रिब्युट चाहिँ उहाँको नै रहेको देखिन्छ। फिल्डिङमा होस् कि बलिङमा होस्, ब्याटिङमा त उस्तै हिट ब्याटिङमा चाहिँ एकदमै राम्रो रहेको छ। हिजोको गेममा पनि 49 रन 22 बलमा 49 रन हान्नुभएको थियो र 50 चाहिँ हान्न पाउनु भएन, किनकि लास्ट ओभरमा नन्दन यादवमा चाहिँ स्ट्राइक धेरै बेर रहेको थियो। र त्यसै गरी उहाँलाई चाहिँ उहाँको यस्तो यो रिसेन्टली फर्म हेर्दा चाहिँ नेपाली क्रिकेटको फ्युचर अलराउन्डर भन्दा पनि खासै फरक पर्दैन र आशा छ आउने दिनमा पनि उहाँको ब्याटिङमा यस्तै कन्सिस्टेन्स रहोस् र जुन तरिकाले उहाँ 2024 को वर्ल्ड कपमा चाहिँ त्यो साउथ अफ्रिकाको 1 रन लससँगै जसरी क्रिटिसाइज हुनुभयो, त्यसपछि चाहिँ उहाँको ट्रान्सफर्म चाहिँ एकदमै गुलसन झा भर्जन 2.0 जस्तो थियो जस्तो देखिन्छ, अहिले पनि त्यो देखिन्छ र उहाँको माइन्डसेट चाहिँ एकदमै अरू प्लेयर भन्दा नि फरक नै रहेको देखिन्छ र उहाँको चाहिँ एकदम ब्याटिङ चाहिँ मलाई हिजो नि राम्रै लागेको थियो र अहिलेसम्म चाहिँ नेपाली क्रिकेटको ग्रेटेस्ट अलराउन्डर भन्दा पनि खासै फरक पर्दैन। यसैका साथ जय देश जय क्रिकेट।